दरबार हत्याकाण्डको सबैभन्दा पहिला घिसारेर ल्याउनुपर्छ भने बाबुराम भट्टराईलाई हो। इलामको खुर्सानी ल्याएर एउटालाई नाकमा अर्कोलाई अर्कोमा हाल्ने बित्तिकै खोल्छ कुरा। प्रज्वल शमशेर राणालाई हो, रामचन्द्र पौडेललाई हो, त्यतिखेरको चाहिँ गृहमन्त्री ऊ हुन् नि, उनीहरूलाई थाहा छ नि त है। नाकमा खुर्सानी यिनीहरूलाई हालेर उदे मुन्टे लगाएर होइन, इलामको खुर्सानी ल्याएर एउटालाई नाकमा अर्कोलाई अर्कोमा हाल्ने बित्तिकै खोल्छ कुरा। इलामको डल्ले खुर्सानी छानबिन समिति बनेको थियो, त्यसका त्यो समितिका सदस्यहरू सबैको निधन भएको छ, एकजना दमनमा ढुङ्गाना बाँकी छन्। उनीबाट केही आउने आशा राख्न सकिन्छ के होइन? अब उनको कुरा हो, त्यो मलाई थाहा छैन। तर अहिले पनि दरबार हत्याकाण्डको विटनेसहरू 2 जना बाँकी छन्, किनभने 5 जना त रारा तालमा झरे हेलिकप्टर उसबाट। 2 जनाको कुन होइन, 2 जना छन्, होइन छन्। अब अहिले किन भन्नु पर्यो छन्? होइन, कुनै दिन अहिले सबै सकियो भने नि फेरि अर्कोपल्ट के भन्नु तपाईँहरूलाई? ल त्यो भन्दै मैले